दर्शकवृन्द नमस्कार। के छ तपाईहरुको हालखबर? मैले तपाईहरुलाई बीचमा धेरै सम्झेको छु, नडाटिकन भन्नुस् त तपाईहरुले मलाई कतिको सम्झिनु भयो। म तपाईहरुकै मेरी बसेको मैया। म यो लामो समय बीचमा तपाईहरुको माझ आउन सकिन किनकि मेरो शारीरिक स्वास्थ्य त्यति राम्रो थिएन र अहिले एउटा सानो मिनी ब्लग लिएर आएको छु। आशा छ तपाईहरुले मलाई माया गरिदिनु हुनेछ। आज म हाइकिङ जाँदैछु साथीहरुसँग। हाइकिङको सानो एउटा मिनी ब्लग लिएर आएको छु। आज बिहानको 4:30 भयो। हामी जाँदैछौँ। ल सुरु गरौँ ल। आउँदाखेरि कोही छैन, म त्यस्तो अँध्याएर आएको हेर्नु त साथीहरु। यहाँ आइपुग्दाखेरि पुरै उज्यालो भइसक्यो। साथीहरु यति उज्यु तन्को यस्ता अल्छी छन् साथीहरु। उहाँहरुको घर नेर आइपुगिसके म उहाँदेखि हिँडेर कोही चिचाइराख्छ त्यहाँ भर्खर आएर यस्तो ताल छ हेर्नु त। म मात्र त हेलो साथीहरु, मेरो भ्लग आउँछ है भोलिबाट। हेरौँ यहाँ राम्रोसँग सबैले। त हैन सबजना ल साथीहरु कता हिँड्ने? आगो पुगिन्छ। आजबाट हालिदिन्छु कि म। कहाँ जानला? स्यालसँग मित लाएर आउने हो। हाम्रो हाइकिङ हिँड्ने बाटो यतै जिरे हो। जिरे मेरो जिरे साथी। सबै जिरे सँगसँगै चाहिँ हामी यहाँ कोही पनि ठुलो त छैनौँ। सिमिलर राइट छ आफू जिरे भएपछि साथीहरू पनि जिरे हुनु पर्यो नि त। ल आउँ बाटो यस्तो छ, रमाइलो छ। हाइकिङ हिँड्ने बाटो राम्रो छ, रमाइलो। उकालो आयो। हिजोअस्तिको गेम साउथ अफ्रिका दक्षिण कोरियाले जितेछन्। रोपेको भएको रोपेको त पनि फसाइदियो दुई तिनपछि के भयो अर्कै खालको परेछ। फुलेर फलेर दिदी मैले रोपेको नि। हजुर हो र खाइदिएको मैले पनि यति हालको एउटा साथीले दिएको थियो मलाई दिदी पकाएर खानु भनेर पकाएर खायो। चाहिँ बेसरी फल्दो रहेछ। हरियो के ल अब हामी हिँडिरहेछौँ। यता दायाँ बायाँ जङ्गल, बिचमा पिच बाटो। कति राम्रो छ, रमाइलो छ। चिसो हावा, शीतल, कस्तो रमाइलो भइरहेछ। पुरै उकालो नि त। कस्तो रमाइलो ठाउँ। वाउ ल हो नि, नत्र यत्रो गाह्रो हुँदा हामी कहाँ आउन सक्छौँ त। वाउ ल मेरो साथीहरूमा रमाउँदै हिँडिरहेछन्। कस्तो लागिरहेछ है? यता बाटो रमाइलो रहेछ कि। वा कस्तो कति राम्रो के हेर्नु, नेचरै कस्तो रमाइलो। ओहो ल बाटो चाहिँ असाध्यै नै रमाइलो छ है। ल यो ठाउँ कहाँ हो पत्ता लाएर भन्नु होला सबजनाले। हो ल यो कहाँ हो ठाउँ पत्ता लाएर भन्नुहोस् है सबजनाले। बोकेर हिँड्नु। केही गर्नु पर्दैन, यसै रमाइलो। साथीहरू ठाडो नपार त्यसमा हेलो रीता मैम, लक्ष्मी मैम, व्हाट इज मी? अब आफ्नो गीत दिन्छु।
खोटाङ बजार अनि के मेरो साथीहरू गीत गाउँदै हिँडेका छन् गीत गाएर रमाइलो रुन आँटिसके सबै बसेर गाह्रो भएर के खाऊ यहाँ गाह्रो भइस घुँडाले घुँडाले आइया भनिरहेको छ घुँडाले काम्दैन सामु दिदी घुँडा काम्न थालिसक्यो मान्छे काम्दैन सजिलो मात्रै छैन है अप्ठ्यारो बाटो पनि छ फोहोर हुन्छ जङ्गल जङ्गलै छ अहिले त खासै धेरै सानो पुल तरेर आइयो बेबी पुल तरेर यस्तो खोला छ यस्तामा हिँडेका छन् यताबाट हिँड्दैछन् टोपी सोपी लाएर घाम नभए पनि शीतल छ बाटोमा जुका सुका पनि लाग्छ यो बाटो त जुका लाउनै ल्याएका हुन् क्या यिनीहरूले नहुने बाटो ल्याएर शरीरलाई दुःख दियो भनेदेखि शरीरले हामीलाई दुःख दिँदैन अरे क्या त्यही भएर हामी दुःख दिइरहेछौँ 4:30 बजेदेखि उठेर हिँडेछौँ साथीहरू अब त कस्तो मजाले जोतिरहेको छ ल धान रोप्यो यहाँ ए पानी पर्छ अनि टक्क बाटो यस्तो हिलोमा हिँड्दैछौँ अब यहाँ त दलदल रहेछ नि त खिच्दैछु बाटो दलदल ल हेरौँ त यहाँ कस्तामा हिँडेछौँ हामी हो ल कस्तो राम्रो फर्सीको मुन्टा हो अर्ग्यानिक मकै त्यस्तै मान्छे ल हेरौँ त उकालो बाटो खानेकुरा नि बोकेर आउने गरेछ ल के ओहो पहिला अब चाहिँ यसरी लिने हो धेरै त किसमिस मात्रै लिन्छु किसमिस सबैलाई 100 फेरि बाँडौँ लु बाँड्नु धेरै नै दिनु पर्यो हैन को लुते तपाई आमा आमा लास्टै हाँस यस्तो खान्छौँ हामी त्यसै हिँड्न सक्छ यस्तो गर्यो नि त हाम्रो सामान अब आफै किन्ने भयो कि त्यही भएर बस्नु पर्यो नि त घरमै भेटेर ल्याएछन् कि बुढी माग्यो मकै मार्दै यसरी खोइ देखाउनु त त्यो त हातको मकै नदिने के मैले भने हैन ठेकदारलाई लेबर ज्याला दिने हैन सामान आफू किन्ने खोइ गऱ्यो भोलि हात्तीगडाबाट सिमेन्ट साथीको पसल छ म त उ जस्तै लाग्यो यसरी कफी ओ कफी लज्जा नाइस कफी ल ल्याउँ है सबैजना भिडियो चाहिँ पाऊँ हजुर यस्तो गरेर सबैको खिचे ल जतिसुकै इन्टरनेसनल खाजा आयो नि मकै जतिको मिठो ल सक्यो नि त टिका पनि लगाएँ मैले चाहिँ त्यहाँ घुमेर सर भगवान्को टिका लगाइयो अब घरतिर लाग्यो ल फर्सीको मुन्टा छान्नेमा एउटा गोलमाथि छान्ने राख्ने अनि त्यसलाई यस्तो बाटो हिँडेर आयौँ खिच्नेले सुई खिच्यो दाना र बोक्रा एकातिर हुन्छ यस्तो गफ हुन्छ फ्याँकिदिने अनि रस तल हुन्छ रसलाई फर्सीको मुन्टा किनेर ल्यायौँ ल अब आजलाई यति नै सबैजना साथीहरू आफ्नो घर लाग्नुभयो म पनि आफ्नै घरतिर लागेँ फर्सीको मुन्टा अर्ग्यानिक करेला अनि काँक्रो बोकेर म पनि घरतिर लागेँ साथीहरू मेरो दर्शकहरू बाई बाई